제denke ke kenrobe se ke taglu ti mu membara se ka dan de je shunglu to pa I lot po pe nangwa chel du se ya class ma आउनु भएको सबैजनालाई स्वागत छ वेलकम टु माई क्लास अनि आजसम्म हामीहरूले अब यहाँ यतिसम्म सिकिसक्यो यो काका गाना यसलाई कन्सोनेन्ट भनिन्छ यसको माथि अस्ति हामीले सुपरस्क्राइब र कतका ल कतका स कतका त्योहरू पनि गरिसक्यो यो दुईटा पनि सक्यो अनि यसको माथि भावल गिकु सक्छु त यहाँ आउँछ गिकु टेङ्पो नारो सो चिक नि सुम यति हामीले सक्यो अब रह्यो चिक नि सुम सी चारवटा अझै रह्यो अनि दुईटा डटको बिचमा ज्यादा से ज्यादा चारवटा अक्षर आउन सक्छ चिक नि सुम सी यो चाहिँ म्याक्सिमम हो योभन्दा बेसी आउँदैन अब भर्टिकली हामी सक्नु आँटेको छु र हरिजेन्टली अब पछि गर्ने सो अब यो तीनवटा सँगै कसरी स्पेलिङ गर्ने त्यो सिक्ने आज र तपाईहरुले अलिकति उच्चारण गर्नु साह्रो पर्ने जति छ त्यो चाहिँ मैले यहाँ लेखिरहेको छु र बाँकी तपाईहरुलाई सजिलै छ अब जस्तै सो यो चाहिँ सुपरस्क्राइब सा यो चाहिँ कन्सोनेन्ट का यो चाहिँ छोटा युगर जस्तै सेप्चु सो कसरी पढ्नुपर्छ सा कातक का सेप्चु कु सा कातका केही उच्चारणमा केही फरक पर्दैन हिजो हामीले सिकेको होइन हिजो अस्ति र त्यो दिनको अगाडिको तीन दिन हामीले यही सिक्दै आएको सा कातका का सेप्चु कु माने मूर्ति बुद्धको मूर्ति कु सा कातका का सेप्चु कु अब यो अगाडिको तीनवटा कलममा सुपरस्क्राइब सा कि त र कि त ला जोडेको छ भने उच्चारणमा केही फरक आउँदैन सो सा कातका का सेप्चु कु तर अलिकति साह्रो पढ्ने जति छ यो त्योहरू चाहिँ मैले यहाँ लेखिरहेको छु सो अब यो एकदमै कम्प्लिकेटेड देखा पर्दो रहेछ है सो सा नातक हिजो हामीले सा नातक चाहिँ अलिकति हाई टोन भएर जान्छ सा नातक ना सा नातक ना ना नारो ngो ngो हैन ngो ngो सा नातक nga nga naru ngo sa ngatak nga nga naru ngo ngo नेक्स्ट अब यहाँको माथि क्यापिटल लेटर टी जस्तो जुन चाहिँ हामीले देखिरहेछौँ त्यो चाहिँ रा हैन सो र न्यातक न्या न्या हैन न्या न्या खिकु नि र न्यातक न्या न्या खिकु नि र न्यातक न्या न्या खिकु नि र नातक ना ना हैन ना र नातक ना ना नारो नो 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 सो ngो नि नो ngो
ni, no. Sa matak, ma, naro, mo. Sa matak, ma, naro, mo. Sa matak, ma, naro, mo. Mo होइन mo. Ngo, ni, no, mo. योहरू त प्र्याक्टिस गर्नु भयो भने चाहिँ छिटै हुनुहुन्छ, छिटै सिक्नु सक्नुहुन्छ। तर यो अलिकति फेरि निकै प्र्याक्टिस गर्नुपर्ने। यो चाहिँ ला, यो चाहिँ हा र ला को मुनि हा छ भने चाहिँ ला र हा एकैचोटि एकै सासमा उच्चारण गर्नुपर्ने। सो ला हा तक ला, ला हा तक ला, So la, ha, tak la, ma naro, mo. La tak la, la tak la, ma naro, mo. Hamo. La र हा एकै सासमा उच्चारण गर्ने। लामो माने देवी। तपाईँले त्यो लामो भन्नुभएको, लामो भनेको नाम धेरै सुन्नुभएको छ होला। लामो होइन, लामो माने देवी। ला त ला मात्रै छ भने देवता। ला हात ला, ला हात ला। मैले कसरी भनिरहेछु त्यसरी नै तपाईँले भन्नु हुँदैछ कि छैन ऐनामा हेर्नुहोस्। ला, अनि तपाईँ काम गर्दा पनि त्यो अन गरिराख्नुहोस् घरिघरि। ला हात ला, ला माने देवता। यो पुस्तक पढ्दाखेरि लादाङ लामो भनेर लेखेको छ भने देवता र देवी। अनि ला हातक ला, ला र हा एकैचोटि उच्चारण गर्ने। ला नारो लो, लो माने साउथ। ला हातक ला, हातक ला नारो लो। यहाँ माथि ला छ, यो हा छ, एउटै हो। सो ला हातक ला, सेप्चु लु। ला हातक ला, सेप्चु लु। ला हातक ला, सेप्चु लु। अब यहाँनिर फेरि नेपालीमा उच्चारण हुँदैन, पहिले सिकिसक्नु भएको छ। त्यसलाई फेरि हामी रिभिजन गर्ने। छ नारो छो, छ
छा प्रेसर कुकरले जुन आवाज दिन्छ त्यस्तै छा 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 नारो छो छो भन्ने हरू हामीहरू तपाईहरू उनीहरू छो छो छे रिङ गो तामाङ भाषामा छेरिङ्गो थ्याङ्क यू भन्दाखेरि छेरिङ्गो भन्दाखेरि यसको अर्थ चाहिँ मे यु लिभ लङ लाइफ भन्ने मान्छेको तर्फदेखिको आशीर्वाद हो सो छा चा 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 डिम्पो चे चे छो चे चा डिम्पो चे चे जा जा स्याप्चु जु चिडियाघर जु जु छो चे जु जु फेरि यो तीनवटा उच्चारण नेपालीमा आउँदैन स्या होइन स्या 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 खिकु सी स्या खिकु सी 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 स्या खिकु सी स्या खिकु सी सा सा होइन सा सा नारो सो सा नारो सो सा नारो सो हा होइन हा हा स्याप्चु हु हा स्याप्चु हु हा स्याप्चु हु हा स्याप्चु हु अलिकति उच्चारण गर्नु साह्रो पर्ने जति नै छ त्यो चाहिँ मैले यहाँ लेखिरहेको छु र यसलाई प्र्याक्टिस गर्नुहोस् फेरि युट्युबलाई अन गरेर तपाईँ काम गर्दै गर्नुहोस् अन्त मैले यो भन्दै गरेको सा नाता nga nga नारो ngो भनेर तपाईँले चाहिँ बानी बसाउनु पर्छ सा नाता nga nga नारो ngो ra nyata nya nya khiku ni ra natak na na naro no sa mata ma ma naro mo la hatak ha ha naro lo la hatak ha ha sepchu lu cha naro cho za dingpo ce za sepchu zu चिडियाघर जु स्या खिकु सी सा नारो सो आ स्याप्चु हु सो you you don't have this in English also so when you see superscribe sa on nga the tone should be raised sa ngata nga and then we add vowel o sa ngata nga nga naru ngo ra nyatak nya high tone not nya nya why because we see the superscribed ra on top of nya so ra nyatak nya and nya khiku ni khiku works as English vowel e ra nyatak nya khiku ni ra natak na raise the tone because we see superscribed ra on top of consonant na so ra natak na na naro no ra natak na na naro no sa superscribed sa on top of consonant ma sa matak ma sa matak ma ma naro mo sa matak ma ma naro mo so when you see la superscribed la on top of consonant ha you have to pronounce both la and ha all at the same time so la hatak ha ha
La hatak la. La hatak la. La narrow works as English vowel O. La hatak la. La narrow lo. Lo. South. East, west, north, south. Lo. La hatak la. La narrow lo. La hatak la. La. La subju lu. 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 Cha with a hissing sound like pressure cooker. The sound a pressure cooker makes. Cha naro cho. Pluralizer. We, they, you pluralizer. Pluralizers. Cha naro cho. Cha. So, za, dingbo je, za, dingbo je, za, shabju zu. Jet you have in English, so it won't be very difficult to learn this. But for Nepali speaking students, they don't have this jet. So za, shabju zu, and low tone. Sha kikushi, low tone. Sa naruso, ha shabju wu. From what we did earlier, of all those, I have taken out those letters with which you might find some difficulty pronouncing them. So if you can perfect this, then you can say you have very good base, foundation, ground to proceed ahead. So आजको लागि यति नै सुनिरहनुहोस् भयो भने लेख्दै पनि गर्नुहोस् भएन भने तपाईं एकचोटी सुन्नुहोस् मैले सिकाएको त्यहाँदेखिको मोबाइललाई अन गरेर तपाईं काम गर्दै गर्नुहोस् अन्त तपाईं सा नता nga नरो nga र nga मा के भिन्नता छ बिस्तारै बुझ्नु थाल्छ nga ngo nga ngo सुनिरहनुहोस् ngo ni no mo so su cho je zu shi so wu. ल सर आजको लागि यति नै. See you tomorrow.